सबैजनालाई वेलकम छ ल मेरो किचन मिनी भ्लगमा। अनि भ्लग गर्न अगाडि क्या सबैजनाले मेरो भिडियो लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला। अनि आज म के बनाउँदैछु भने नि खिर जस्तै खिर बच्चा बेला त खिर भन्थ्यो तर यसको नाम छुट्टै छ के हो थाहा भएन। बच्चा बेला चाहिँ म मिठो मिठो खानेकुरा खोज्थेँ अनि मेरो मम्मीले मलाई मिठो मिठो बनाएर दिनुहुन्थ्यो के। यसरी नै घरमा त होइन गाउँमा त नि गाईहरू हुन्थ्यो नि त नि। अनि गाईको दुध उमालेर त्यसमा बासी खाना लाएर अनि त्यसमा चिनी हालेर अनि उमालेर दिनुहुन्थ्यो क्या। अनि खिर भनेर दिनुहुन्थ्यो। अनि पहिला त है चिनी हालेपछि त खिर बनिहाल्ने मिठो हुन्थ्यो नि त नि। अनि त्यस्तै गरेँ क्या मैले आज अल्छी लागेर। दिदीबहिनीले बेलुका खाना पकाएको थियौँ तर खायौँ न। अनि अब बिहान पनि तरकारी बनाउन अल्छी लाग्यो अनि भोक पनि धेरै लागेर थियो। अनि त्यही भएर बनाइनौँ तरकारी। अनि मैले त्यो जुगाड आइडिया लाएर मम्मीलाई सम्झेँ। अनि त्यसपछि मम्मीले मलाई यस्तो बनाएर दिनुहुन्थ्यो भनेर अनि मैले त्यस्तै बनाएँ क्या। मैले के गरेँ भने नि त्यहाँनिर त्यहाँ दुध उमालेर अनि त्यहाँनिर ल्वाङ सुकमेल अनि त्यसपछि खिचडी मिचडी हाल्दै त्यति मात्र हो। खिर जस्तो यसलाई चलाइरहनु पर्दैन, एकछिन चलाएर छोडिदियो बस त्यति मात्र हो होइन, मिठो हुन्छ। अनि मम्मीले मलाई त्यसरी नै दिनुहुन्थ्यो नि। अनि मैले त्यस्तै गरेको के आज अल्छीको चारो भनेर के भन्नु। काम गर्दा गर्दा 1 बजिसकेको थियो। अनि तरकारी यताउता गर्दा तरकारी पकाउन अल्छी लागेर अनि दिदीबहिनीले चाहिँ त्यसरी गऱ्यौँ। अनि यतिको भएपछि चाहिँ यो रेडी भइसक्यो। अनि मलाई चाहिँ तातो तातोमा खान मन पर्दैन यो। अनि सेलाएपछि अनि निकै बेर सेलाएपछि अनि मैले चाहिँ खाएँ, एकदमै मिठो भएको थियो। तपाईँहरूलाई पनि तरकारी बनाउन अल्छी लाग्यो भने यसरी नै खान सक्नुहुनेछ, मिठो भएको थियो ल होइन। यो हामीले खाना खाने बेला चाहिँ 2 बजिसक्यो क्या। अनि म मिठो छ भन्दैछु।